रानीको मृत्यु भएको दिनदेखि नै त्यो राज्यको आकाश उदास थियो। बिहान घाम उदाउँदा पनि उज्यालो लाग्दैनथ्यो। साँझ पर्दा दरबारका दीपहरू बले पनि अँध्यारो झन गाढा हुन्थ्यो। मानव मातृत्वको उज्यालो हराएपछि राज्य आफै अनाथ भएको थियो। दरबारका गल्छीहरूमा अझै पनि रानीका पाउको आवाज गुन्जिए जस्तो लाग्थ्यो। झ्यालछेउ बुनेर छोडिएको अधुरो स्वेटर त्यत्तिकै थियो। ऊनको तन्तुमा अझै माया अड्किएको। शिशिर र बसन्त दिनदिनै त्यो झ्यालतिर हेर्थे, मानव आमा त्यहीँ बसेर मुस्कुराइदिनेछिन्। राजा मौन थिए, न उनी रोए न बोले। युद्धमा शत्रुको लास देख्दा पनि न डराउने राजा अब आफ्नै हृदयको खालीपनसँग लडिरहेका थिए। उनले कसम खाएका थिए, म फेरि विवाह गर्दिन। मेरो रानीको स्थान कसैले लिन सक्दैन। सारा राज्यले त्यो कसम सुनेर राहत महसुस गर्यो। प्रजाले सोचे अब राजकुमारहरू सुरक्षित छन्। तर समय सधैँ राजाको इच्छा अनुसार चल्दैन। महिनाहरू बिते, दरबारको कामकाज अस्तव्यस्त हुन थाल्यो। छोराहरू सानै थिए, राजा राज्य र भर दुवै सम्हाल्न थाक्न थाले। यही कमजोरी देखेर मन्त्रीहरू सक्रिय भए। उनीहरू दरबारमा गुपचुप भेला हुन थाले। राजा एक्लो भए। राज्यलाई रानी चाहिन्छ, राजकुमारहरूलाई आमाको छाया चाहिन्छ। राजा असहमत भए, तर मन्त्रीहरूको दबाब, प्रजाको आवाज र समयको कठोरता सबैले उनलाई झुकायो। अन्ततः गरौँ मनले उनले पुनः विवाह गर्न स्वीकार गरे।